नमस्कार साथीहरु, आज आउनुहोस् जानु एक नयाँ चीज बनाउन गइरहेको छु। यहाँ आज हामी लड्डु बनाउन गइरहेका छौं, जो हजुरले बजारमा गएर किनेर खानुहुन्छ। त्यो चीजलाई आज हामी घरैमा बनाउन गइरहेका छौं। जो देख्न सक्नुहुन्छ म बनाउने तयारीमा गइसकेको छु। यहाँ म कराईमा घिउ हालिसकेपछि यहाँ म आज धेरै प्रकारले लड्डु बनाउन सकिन्छ। आज म तपाईहरुलाई एउटा नयाँ प्रकारको बनाउन देखाउन गइरहेको छु, जुन कि हजुरले घरमै आसानी तरिकाले बनाउन सक्नुहुन्छ। आउनुहोस् जानु। सर्वप्रथम घिउ कराईलाई गरम गरेर घिउ हाल्नु होला। घिउ हालिसकेपछि यहाँ तपाईले जे हाल्न पनि सक्नुहुन्छ। तपाईले पिठो हाल्न सक्नुहुन्छ, बेसन हाल्न सक्नुहुन्छ, सुजी हाल्न सक्नुहुन्छ, मैदा हाल्न सक्नुहुन्छ। तपाईको चोइस अनुसारले जुन हजुरलाई मन पर्छ त्यो चीज हाल्नु होला। यहाँ म आटा हालिसकेको छु, गहुँको पिठो यानी आटा मतलब गहुँको पिठो। गहुँको पिठो हालेर मैले यहाँ लड्डु बनाउन गइरहेको छु, जुन कि बहुतै टेस्टी और बहुतै मिठो हुन्छ, जो हजुरले मन पराउनुहुन्छ। र भिडियो अन्त्यसम्म हेर्नुहोला। भिडियोलाई मन परेमा लाइक कमेन्ट गर्न नभुल्नु होला। भिडियो सब्स्क्राइब गर्नुभयो भने हरेक तरहको भिडियोहरु म लिएर आउनेछु, रेसिपीहरु हजुरलाई देखाउने र सिकाउने कोसिस गर्नेछु। मन परेमा लाइक शेयर एन्ड सब्स्क्राइब गर्न नभुल्नु होला। जानु यहाँ म भुनिरहेको छु, काफी देरदेखि म यहाँ भुनिसकेपछि यहाँ म ड्राई फ्रुट हाल्न सक्नुहुन्छ। जहाँ तपाईहरुले काजु बदाम अखरोट जे हजुरलाई मन पर्छ त्यो चीज यहाँ हाल्न सक्नुहुन्छ। म यहाँ थोरै ड्राई फ्रुटहरु हालिसकेको छु, जो कि हल्का मिक्सरमा पिसेर हालेको छु। जो हजुरले मोटो मोटो कुटेर पनि हाल्न सक्नुहुन्छ। कुटेर हाल्नु भयो भने पनि बेस्ट हुन्छ। र तपाईहरुलाई देख्न सक्नुहुन्छ यहाँ म त्यो हालिसकेपछि पनि हल्का भुन्नुपर्छ, किन भन्दा त्यो पनि ड्राई फ्रुटहरु पनि पाक्न जरुरी छ। हजुरले मुङफली पनि हाल्न सक्नुहुन्छ। जुन चीज हाल्न सक्नुहुन्छ त्यो चीज हाल्नु होला। जो चीज हजुरलाई पसन्द छ, जो अभेलेबल छ। र नभएमा तपाईले तिल पनि हाल्न सक्नुहुन्छ। तिल अथवा बदाम जे छ त्यो हालेर हजुरले बनाउन सक्नुहुन्छ, अथवा नहालिकन पनि बनाउन सक्नुहुन्छ। र यहाँ म अहिले हालेर यहाँ पुर्ने तयारीमा छु। अब म मिठोको मात्रा हाल्न पनि यहाँ जरुरी छ। त्यो चीज पनि म तयारी गर्दैछु। र हल्का भुनेपछि यसमा म चिनी राख्न गइरहेको छु, यानी कि चिनीलाई पिसेर राख्न गइरहेको छु। म यहाँ चिनीलाई पिसेर राख्नु भयो भने धेरै राम्रो हुन्छ। हजुरले चिनीको जग्गा गुड पनि राख्न सक्नुहुन्छ। र यसलाई हल्का भुनेर यसलाई गिल्लो गराउन जरुरी छ। हल्का नरम परा भएन भने पर हजुरले बाँध्न सक्नुहुन्न, किन भन्दा एकदम सुक्खा हुन्छ। त्यसैले यसलाई अलिकति भुनेर यहाँ तपाईले मसला पनि राख्न सक्नुहुन्छ। केसर राख्न सक्नुहुन्छ। हरेक चीज यहाँ अभेलेबल हजुरसँग जे छ त्यो राख्न सक्नुहुन्छ। यहाँ हल्का मात्रामा पानी पनि राख्न जरुरी छ, किन भन्दा हल्का नरम भएन भने पर लड्डु बाँध्न सकिन्न। त्यसैले म पानी पनि राखिसकेको छु। हजुरलाई कस्तो लाग्छ मन पर्यो भने लाइक शेयर कमेन्ट गर्न नभुल्नु। यहाँ म यसलाई उतारिसकेको छु र उतारेर अब म यहाँ लड्डु बनाउन गइरहेको छु। यहाँ देख्न सक्नुहुन्छ म प्लेट लिएको छु। प्लेटमा एउटा लड्डु बनाएर राखिसकेको छु। हजुरले यसको बाहिरपट्टिबाट डिजाइन दिनको लागि हजुरले यसमा तिल पनि लगाउन सक्नुहुन्छ। र हल्का ड्राई फ्रुटलाई पिसेर त्यसको धुलो पनि लगाउन सक्नुहुन्छ। त्यसले धेरै नै राम्रो देखाउँछ। र बाहिरपट्टिबाट तपाईले काटेर पनि राख्न सक्नुहुन्छ। माथिबाट ड्राई फ्रुटहरु काटेर पनि सजाउन सक्नुहुन्छ। यहाँ म सिम्पल साधारण तरिकाले बनाउन गइरहेको छु। यो बहुतै राम्रो छ, खाँदा बहुतै टेस्टी र बहुतै मिठो छ। हजुरले बजारमा गएर यसलाई एउटालाई 15-20 रुपैयाँ हालेर खानुभन्दा आफ्नै घरमा बनाएर आफ्नै घरमा सिकेर बनाउन सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ म बनाएर भ्याइसक्न लागेको छु। यस्तै तरिकाले हजुरले पनि बनाउनु होला। र रेसिपीलाई मेरो युट्युब च्यानललाई लाइक शेयर एन्ड सब्स्क्राइब गर्न नभुल्नु होला भन्दै यस्तै राम्रा भिडियो लिएर आउने नै छु। अहिले यति नै। हस्, धन्यवाद। अर्को भिडियोमा हजुरलाई म अर्को नयाँ रेसिपी लिएर आउनेछु। त्यसैले भिडियोलाई सब्स्क्राइब गर्न नभुल्नु होला। हस् त, नमस्कार।